अवैध सुन राज्यको आम्दानीमा बाँधिन्छ, अवैध पैसा पनि राज्यको आम्दानीमा बाँडिन्छ र अन्य जफत गरिएका सामग्रीहरू पनि लिलाम बिक्री गरेर राज्यको सम्पत्तिमा बाँधिन्छ। तर कृषि जन्य उत्पादनहरू किन गाडिन्छ? यसकोलाई परीक्षण गरेर लिलाम बिक्री गरेर राज्यको आम्दानीमा बाँध्न सकिँदैन? यो देशलाई कृषिको पाप लागेको क्या। यस्तो देशमा कृषिको कुनै सम्भावना हुँदैन। हामीले खाने अन्नलाई एक टुक्रा पनि फाल्नु हुँदैन भनेर कथाहरू पढ्यौँ। कुबेरले अन्नको एक एक दानाहरू टिपेको कथाहरू पनि हामीले पढ्यौँ। तर हामीले खाने अन्नलाई आज यसरी गाडिने परम्परा हाम्रो देशमा रहिरहेको छ। यसमा कसको ध्यान जाने? यसमा ध्यान जानु जरुरी छ।